to my new video. So आज म सेफ बनेको छु हैन आज म बिरयानी बनाउन जाँदैछु सो अब म जाँदैछु बिरयानीको सामान लिनको लागि सो बाइ सो हेलो गाइज म चाहिँ अब प्याज काट्दैछु चिकन र बाइस्ताको लागि एकदम पातलो पातलो सो हेर्न सक्नुहुन्छ पुरै पातलो पातलो छ यसै पातलो पातलो पिस्नुपर्छ पिसेर हेर्न सक्नुहुन्छ पातलो पातलो छ सो यसलाई अनि डिप फ्राई गरेर अनि बिरयानीमा हालिन्छ सो लेट्स गो म काटेर सो गाइज मैले यति प्याज काटिसकेको छु सो आई थिङ्क सो 22 टाको लागि यति इनफ छ सो अब यसलाई डिप फ्राई गर्नुपर्छ डिप फ्राई गर्न जाँदैछु म सो बाई सो गाइज अघि प्याज काटेको 22 टा बनिसकेको छ अनि अब यो मेरिनेसनको लागि तयार हुँदैछ अब चिकन मेरिनेसन हुन्छ अनि 2 घन्टा जति रेस्ट त्यसपछि बिरयानीको स्टार्ट हुन्छ यहाँ बिरयानी राइस छ यसलाई पनि पानीमा हालेर 2 घन्टा रेस्ट मेरिनेसन गरौँ अब मेरिनेसन अब स्टार्ट गर्दैछु म यो चिकन अनि यो सामानहरू हो अब म स्टार्ट गर्दैछु 22 टाबाट 22 टा हालेँ आधी 22 टा हाल्दैछु आधी चाहिँ अब बिरयानी बनेर बनाउँछु अब थोरै मिट हालिसकेपछि यो चाहिँ हाम्रो बिरयानी मसला बनाएको थियौँ रोस्ट गरेर अब यसलाई पनि हाल्नुपर्छ आदि 3 टेबलस्पुन जति हाल्दै यसमा यो हाम्रो जिजी पेस्ट र चिली पेस्ट हो यो पनि चिकनको हिसाबले हालिदिए यो चाहिँ हाम्रो प्लेन बड हो यसलाई मैले फेटेको छु मिक्स गरेको छु यसलाई पनि एड गरिदिएँ हाम्रो काश्मिरी चिली हो एउटा कलरको लागि सानो पिसले ओके अब यति गरेर अब यसलाई मिक्स गर्ने है मेक स्योर मिक्स गर्नुभन्दा अगाडि हात अनि नेल सफा चाहिँ हुनु पर्यो है सो गाइज अब मेरिनेसन भइसकेको छ अब यसलाई 2 to 3 घन्टा रेस्ट यो कट चाहिँ अझै हल्का हाल्दैको लास्टमा अब ल यो अब यसलाई रेस्ट गर्न दिनुपर्छ फ्रिजमा रेफ्रिजरेटरमा हेर्न सक्नुहुन्छ हाम्रो चारैतिर मसला मजाले छिरिसकेको छ यसलाई छोडिदिने मजाले रेस्ट होस् ल गैस कम करें तो ये
कोट लगाएको थिएँ क्या मैले भिडियोमा त कस्तो देखाएको जस्तो चाहिँ अन्य चाहिँ तपाईँ So hello guys, हामी 2 घण्टापछि फेरि रिटर्न ब्याक। सो अब चिकन रेडी हुँदैछ। चिकनको लागि हामी प्याज अब भुट्दैछौँ 5 पर्नको साथ। अब प्याज भुट्ने अनि यसमा टमाटो, अब यसमा गोल्डन कलर आएपछि टमाटो बिरा हाल्ने अनि मसला हाल्ने, चिकन मेरिनेट गरेर त्यो हालिदिने अनि भइहाल्यो हाम्रो चिकन। बिलाउन यसलाई कट सो गाइस, अब हाम्रो यो प्याजले कलर छोडिसकेको छ। अब हाम्रो अदुवा लसुनको पेस्ट हाल्नुपर्छ 4 टेबल स्पुन। अन्डरस्टुड? त्यो चिकनको हिसाबले हाल्ने हो। मैले 5 हालिदिएँ। ल हाम्रो यो पनि पाकेपछि अब टमाटो बिरुवा हाल्छु। ल सो गाइस, अब यो हाम्रो जिन्जर गार्लिक पेस्ट पनि अब चिप्किन थालिसकेको छ हाम्रो कडाईमा। अब टाइम छ हाम्रो टमाटर प्युरीको टाइम। यो टमाटरको हल्का बोइल गरेर पिसेको हो। हेर्न सक्नुहुन्छ अब फ्लेभर आउन थालिसकेको छ। अब यता चारैतिर मान्छेहरूलाई भोक लाग्छ यो हालेपछि। सो यो पाएपछि चिकन हाल्छु। ल ओके, कमर चढिन्छ। सो गाइस, हाम्रो मसला पाकिसकेको छ, हेर्न सक्नुहुन्छ। अब टाइम छ हाम्रो चिकन। अब मेरिनेट गरेको चिकन ए हो। चब्बेन दिनले This wow, yeah guys. So अब पाकेपछि So hello guys, चिकन हेर्न सक्नुहुन्छ पानी छोडिसकेको छ। So as you can see, टेस्टी भइसकेको छ। अझै एकछिनमा पाक्छ यो। So hello guys, अब यसमा नुन दिएको थिएन, अब नुन एड गर्ने चिकन अनुसार। यो भइसकेको छ चिकन अनुसार। So guys, चिकन पाकिसकेको छ। So as you can see, अब राइस पकाउने। राइसको लागि पानी बसाइसकेको छु। So
यो अब यसलाई निकाल्ने हो हाम्रो पानी उम्लिसकेको छ फुल फ्लेभरसँग यहाँ हप्सहरू थियो हप्सहरू निकालिदिएँ यति हो अब चामल हाल्ने चामल त बिहान भिजाएर राखेको थियो सो गाइज चिकन बोल भइसकेको छ अब यता राइस पनि भइसकेको छ यो 70% कुक छ अनि यसमा अब दम लाग्छ सो अब दम लागेपछि हेरौँला अब इन्डिङ भइसकेको छ So guys, biryani ready भइसकेको छ as you can see biryani is ready अब प्लेटिङ गर्ने खाने it's over खाल salad and this is flour and greens mixed salad and here is the salad. So final looks is this. Okay, thank you. English one also. चटनी बना सो गाइस अब बिरयानी भइसकेछ हाम्रो गेस्टहरुले बिरयानी खाँदै हुन्छ सो लेट्स गो फर फिडब्याक सो हेलो गाइस बिरयानी करन लाग्लो त करन लाग्यो तोरा दामी ओके गाइस दामी बनेको छ बिरयानी हेलो गाइज अनि हाम्रो अर्को गेस्टहरू पनि खाँदै हुन्छ अनि अर्को गेस्टहरूसँग पनि अब फिडब्याक दिउँ सो हजुरलाई बिरयानी कस्तो लाग्यो त राम्रो लाग्यो मिठो लाग्यो एमी टेस्टी अनि सर अनि हजुरलाई कस्तो लाग्यो ए मिठो लाग्यो है ए नुन कम भयो अब नेक्स्ट टाइम माथिबाट फ्याक्नु ल ल गाइस यम्मी भयो अब म मात्रै टेस्टिङ गर्न बाँकी छ अब म पनि टेस्टिङ गराउँछु छिटै यो कहाँ हुँदैछ सेप तेरा देव नोबेली
सो हेलो गाइस इट्स मेरो टर्न हो अब टेस्टिङ गर्नको लागि सो हेर मेरो थाली हेर सो यो सलाद हो यो गार्निसिङ हो यो टमाटर चटनी हो यो ग्रेभी हो यो रायता हो ल अब टेस्टिङको पाली हो ग्रेभी हालेर सो रायता पनि हाल्नुपर्छ all good guys all good